वातावरण संरक्षणको कुरा भनेको हामी सबैको जीवनसँग जोडिएको कुरा हो। त्यसपछि लिएर वन्यजन्तु भनेको हामीसँगै रहने जन्तुहरू हो, जो हामीसँगै चाहिँ बस्छ र हामीहरूले नै उनीहरूको स्याहार सम्हार गरेका हुन्छौँ र उनीहरूबाट हामीहरूले चाहिँ विभिन्न किसिमको फाइदाहरू लिएको हुन्छौँ। जस्तै यो चाहिँ पशुपालनको व्यवसाय भए, त्यसपछि लिएर त्यो घरपालुवा कुरा भयो। त्यसपछि अर्को आयो वन्यजन्तु, जुन राष्ट्रिय निकुञ्जमा बस्छ, जसलाई चाहिँ सरकारले पनि संरक्षण गरेको हुन्छ। ती सबै के हो भन्दाखेरि यो पृथ्वीको एउटा अङ्ग हो। जसरी मानव बाँच्नको लागि वातावरण संरक्षणको लागि मानव आफैले गर्छ, जस्तै उसले आफ्नै किसिमले काम गर्छ, उसले चाहिँ प्रक्रियाहरू पनि आफ्नै किसिमले काम गरेको हुन्छ भने वन्यजन्तुहरूको चाहिँ संरक्षण गर्नको लागि ऊ आफूले सक्दैन। उसले आफूले प्रयोग गर्ने चिजहरू आफूले जोहो गर्न सक्दैन। आफूले भविष्यमा चाहिँ जति पनि उसलाई आवश्यकता पर्ने चिजहरू पनि उसले चाहिँ जोगाएर राख्नु सक्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि चाहिँ ती वन्यजन्तु भनेको चाहिँ बोल्न सक्दैन हामीसँग। ऊ आफू त बोल्छ नि, आफू त एक आपसमा कुरा पनि गर्छ, बोल्छ पनि, तर उसले चाहिँ हामीसँग कुरा गर्न सक्दैन। त्यस कारणले गर्दाखेरि मलाई वन्यजन्तुको संरक्षण म जस्तो व्यक्तिले गरेन अथवा मानवले गरेन भने कसले गर्ने भन्ने कुराको चाहिँ मलाई प्रश्न आएको हुनाले त्यो समाधानको लागि चाहिँ मैले चाहिँ यो वन्यजन्तुको पनि संरक्षण गर्नुपर्छ, त्यसको लागि संरक्षित क्षेत्र राख्नुपर्छ, त्यसको लागि चाहिँ उसलाई आवश्यक पर्ने जे जति चाहिँ आवश्यक ऊ बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हामीले संरक्षण गरिदिनुपर्छ भन्ने कुरा चाहिँ के छ भने त्यो सरकारले पनि सोचेको छ। त्यसलाई सरकारले कानुन बनाएर चाहिँ लागू गर्नुपर्छ, त्यो भएको कानुनलाई चाहिँ पूर्ण पालना गर्नुपर्छ भन्ने चाहिँ एउटा कुरो हो। अर्को त्यही जोड्ने कुरा चाहिँ जस्तै पशुहरू भन्नाले घरपालुवा पशुहरूको पनि कुराहरू छ। घरपालुवा पशुहरूको पनि हाम्रो जिम्मा दायित्वभित्र पर्छ। त्यस कारणले गर्दा कति ठाउँमा मैले त्यो चाहिँ के अरे चाहिँ गाईले दुध दिएन भनेर कुटेको, अनि त्यसपछि घोडाले चाहिँ के अरे चाहिँ भारी बोक्नु सकेन भनेर कुटेको, अनि कुकुरलाई पनि के अरे चाहिँ आफूले भने जस्तो मानेन भनेर कुटेको, अथवा आफ्नो घरमा आयो भनेर चाहिँ कुटेको, गाईबस्तुलाई कुटेको देखेको कारणले गर्दाखेरि मलाई चाहिँ लाग्यो कि यसको संरक्षण चाहिँ म जस्तो व्यक्तिले गर्नुपर्छ भनेर चाहिँ त्यहाँबाट मलाई प्रेरणा आयो। मलाई चाहिँ त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा लाग्यो। र समग्र यी सबै कुराहरू चाहिँ के हो भने वातावरण संरक्षणसँग जोडिएको विषयवस्तु हो। त्यस कारणले गर्दाखेरि जब स्वच्छ वातावरण हुन्छ, जब वातावरणमा चाहिँ एउटा फ्रेन्डली हुन्छ, त्यहाँ मात्रै हाम्रो जीवन छ भन्ने मलाई लागेको कारणले गर्दाखेरि जस्तै मैले चाहिँ हावापानी स्वच्छ हुनुपर्छ भनेर मुद्दा गरेँ, सहर चाहिँ स्वच्छ हुनुपर्छ भनेर मैले मुद्दा दर्ता गरेँ सर्वोच्चमा, पशु कल्याण कानुन बन्नुपर्छ भनेर मैले मुद्दा दर्ता गरेँ सर्वोच्च अदालतमा। ती मुद्दाहरूले एउटा नयाँ चाहिँ अभियानको रूपमा नयाँ चाहिँ कानुनहरू बन्दैछ होइन। त्यो कारणले एउटा महत्त्वपूर्ण भयो जस्तो लाग्छ मलाई प्रेरणा पनि ती चिजवस्तुहरू देखेरै भएको। मैले वन जङ्गलका वन्यजन्तु देखेँ, घरपालुवा वन्यजन्तुको चाहिँ अवस्थाहरू देखेँ, त्यसपछि लिएर स्वच्छ वातावरण नभइकन हामी बाँच्न सक्दैनौँ भन्ने कुरा मैले महसुस गरेँ। मेरो प्रेरणा त्यही नै हो। वास्तवमा मुद्दा सबै चुनौतीपूर्णै हुन्छ, किनभने मैले जति पनि मुद्दाहरू सर्वोच्च अदालतमा दर्ता गरेँ कुनै सरकारकै विरुद्धमा थियो अथवा विकासको विरुद्धमा थियो। त्यो किन थियो भन्दाखेरि चाहिँ कानुन मिचेर सरकारले चाहिँ निर्णय गर्ने, त्यो निर्णयलाई बदर गर्नुको लागि मैले मुद्दा हाल्नुपर्ने। त्यसपछि अर्को त के भन्दाखेरि चाहिँ विकास निर्माणहरू चाहिँ कुनै पनि चाहिँ कम्पनीले गर्ने, त्यसले समाजलाई चाहिँ असर पार्ने, आर्थिक अवस्थामा असर पार्ने र टोटली त्यो चाहिँ त्यो ठाउँको प्रकृतिलाई चाहिँ बिगार्ने भएको कारणले गर्दाखेरि मैले संरक्षणको लागि चाहिँ एउटा डेभलपरको विरुद्धमा मुद्दा हाल्दाखेरि सामान्यतया त्यो चुनौती हुने नै कुरा भयो। र मलाई लाग्छ अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि प्रमाण सङ्कलनको लागि सबैभन्दा चुनौती। र त्यो मलाई चुनौती कुन मुद्दामा लाग्यो भनेर पनि मैले चाहिँ अहिले भन्नुपर्दाखेरि धेरै मुद्दामा चुनौतीहरू लागेका छन्। मैले प्रमाण सङ्कलन गर्ने कुरामा, मैले मुद्दा दर्ता गर्दाखेरिको कुरामा चुनौतीहरू छ। तर यो चुनौतीको दुईवटा चुनौती चाहिँ अझ महत्त्वपूर्ण जस्तो लाग्यो। एउटा चाहिँ मैले ढुङ्गा गिटी बालुवा गैर कानुन रूपमा उत्खनन गर्नु हुँदैन, त्यसले चाहिँ नदीको प्रकृति बिग्रिन्छ, नदीको स्वतन्त्रतामा खलल पुग्छ, त्यो भोलिको लागि बाढी पहिरो आउँछ भनेर चाहिँ मैले देशभरिको नदीको चाहिँ संरक्षणको लागि मैले रिसर्च गरेको थिएँ। र त्यो नदीको फोटो खिच्ने क्रममा म सिन्धुपाल्चोक जाँदाखेरि चाहिँ त्यो ट्रकले जुन गाडीले ढुङ्गा गिटी ओसार्थ्यो
त्यो ट्रकले मलाई चाहिँ लगभग 3-4 किलोमिटर फलो गर्यो। जब म डाँडामा पुगेँ, त्यो डाँडामा पुग्ने बित्तिकै त्यो पछाडिबाट त्यो गाडीले जानी हान्थ्यो होइन। त्यो एउटा मेरो लागि चाहिँ एउटा लाइफकै सबभन्दा चुनौती थियो। तर त्यो मैले अन्ततः त्यो मैले मुद्दा जितेँ, मैले मुद्दा दर्ता गरेँ, प्रमाण पनि सङ्कलन गरेँ। तर त्यो एउटा चुनौती थियो त्यतिखेर। मेरो जीवन जे पनि हुनसक्थ्यो, एउटा त्यो छ। अर्को त बर्दिया राष्ट्रिय निकुञ्जमा चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जबाट चाहिँ बाटो खोल्नु हुँदैन भन्ने मुद्दा हामीले चाहिँ सर्वोच्च अदालतमा म रहेको संस्थाले गरेको थियो। त्यहाँ प्रमाण सङ्कलन गर्नुलाई चाहिँ त्यो राष्ट्रिय निकुञ्जभित्रै जानुपर्ने अवस्था थियो होइन। र हामी गयौँ काठमाडौँबाट, र त्यहाँनिर चाहिँ नजानु भनेर चाहिँ फोन पनि आएको थियो। तर पनि त्यो चुनौतीलाई चाहिँ हामीले सामना गर्नुपर्छ भनेर चाहिँ हामी त्यहाँ पुग्यौँ। त्यहाँ पुगिसकेपछि हामीलाई लगभग त्यो त्यहीँको निकुञ्जकै गाडीले चाहिँ 25 किलोमिटरभित्र पुर्याएपछि गाडी बिग्रियो भनेर छोडिदिनु भयो। त्यसपछि नियत थियो या साँच्चै बिग्रेको त्यो त अहिले पनि म भन्न सक्दिनँ, तर छोडिएको थियो। र हामी त्यहाँबाट चाहिँ लगभग 7 घन्टा लगाएर चाहिँ हामी हाइवेमा निक्लेको छौँ। त्यो प्रमाण सङ्कलन गर्न नै गएको हो। त्यो बेलामा मेरो चाहिँ म र लगायत अरू साथीहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको लाइफ वास्तवमा चुनौती थियो। र त्यस कारणले गर्दाखेरि एउटा त कुनै पनि विकास विरुद्धमा चाहिँ मुद्दा हाल्दाखेरि चाहिँ जो चाहिँ डेभलपरहरू छ उहाँले पहिलो चुनौती दिने है, यो मुद्दा दर्ता गर्ने को रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्ने। कहिले कहिले टेलिफोनहरू पनि आउने, तैँले मुद्दा दर्ता गर्ने हो पक भनेर भन्ने, यस्ता कुरा त सामान्य भए। र सर्वोच्च अदालतबाट पनि कहिले कहिले कुनै मुद्दामा बाहिर निक्लिने क्रममा कसैले भनिरहेको हुन्थ्यो, यस्ता वकिललाई त भेट्नु पायो त गोली हानिदिनु पर्थ्यो भन्ने पनि मैले सुनेको छु। तर त्यस्ता कुरालाई पनि मैले पचाएर, त्यो च्यालेन्जले पनि मैले पचाएर चाहिँ अहिले चाहिँ लगभग 20 वर्ष भयो मैले चाहिँ यो चाहिँ इन्भाइरोमेन्टलाई कन्जर्भेसन गर्नुपर्छ भनेर हिँडेको। वास्तवमा नेपालमा वातावरण कानुनको विकास 2010 सालबाटै भएको। यो किन म भन्छु भन्दा सम्मानित सर्वोच्च अदालतले 2010 सालमा फैसला गर्दै यो नदीमा कुनै पनि विषादी पदार्थ हालेर माछा मार्नु हुँदैन, नदीको चाहिँ जुन जलचर छ मर्छ, र यदि विषादी कुरो हालेर चाहिँ नदीबाट माछा निकाल्यो भने त्यो अरू नयाँ भुराहरू आउँदैन भनेर फैसला भएको छ एउटा। हेर्नुहोस्, त्यसपछि त्यही बेलामा चाहिँ एउटा फोहोर मैलाको विषयमा एउटा फैसला भएको छ। त्यही समयमा हो, 2014 सालतिरै नै हो। त्यहाँनिर चाहिँ कसैले कसैको घर नजिक लगेर फोहोर फ्याँक्नु हुँदैन, र फोहोर फ्याँकेको देखेको हुनाले यो फोहोर चाहिँ 7 दिनभित्रमा चाहिँ दुवै पक्ष मिलेर उठाएर चाहिँ फ्याँक्नु भनेर चाहिँ आदेश पनि भएको छ। त्यो एउटा महत्त्वपूर्ण मलाई चाहिँ एउटा कसी जस्तो लाग्छ। त्यसपछि यसको विकास क्रम हेर्ने हो भने हामीहरूलाई ऐतिहासिक विकास क्रम त हिन्दू परम्परा भएको हुनाले हामी नेपालीहरूले पनि हामी चाहिँ नागलाई पूजा गर्ने, नदीलाई पूजा गर्ने, हाम्रो गाईबस्तुलाई चाहिँ पूजा गर्ने, गाई गोरुलाई पूजा गर्ने, कुकुरलाई पूजा गर्ने होइन। हामीले चाहिँ के अरे चाहिँ हरेक चाहिँ के अरे चाहिँ सूर्यलाई पूजा गर्ने, दुबोलाई पूजा गर्ने। यी सब कारणले गर्दाखेरि चाहिँ हाम्रो इतिहास त त्यहीँबाट विकास भएको होइन। र राणा कालमा पनि यदि कसैले रुख काट्यो भने 5 रुपियाँ जरिवाना, र अनि ठाउँ ठाउँमा चाहिँ के अरे चाहिँ रुखहरू रोप्ने भनेर संरक्षणको विषयहरू, पिपलको रुखहरू काट्नु हुँदैन भनेर, त्यतिखेर चाहिँ पिपलको रुख काट्यो भनेदेखि त्यसलाई सराप लाग्छ भन्ने भएको हुनाले त्यसको विकास क्रम त्यहीँबाट भएको। त्यसपछि हुँदै हुँदै आएर चाहिँ यो विकास क्रममा चाहिँ सर्वोच्च अदालतले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ होइन, यो वातावरणको चाहिँ सिद्धान्तहरू प्रतिपादन गर्नुको लागि। त्यसपछि आएर चाहिँ 2053 सालमा चाहिँ पहिलोचोटि चाहिँ वातावरण संरक्षण ऐन बनेको छ। त्यो चाहिँ विकास क्रमको एउटा मूलधार हो। त्यसपछि अहिले आएर चाहिँ वातावरण संरक्षण ऐन 2076 बनेको छ हाम्रो। त्यसपछि लिएर अहिले कानुनको रूपमा विकास क्रम हेर्नुहुन्छ भने 217वटा वातावरण संरक्षणको चाहिँ कानुनहरू विभिन्न मुद्दाहरूमा सर्वोच्च अदालतले फैसला गरेको छ। र वातावरण संरक्षण गर्नको लागि चाहिँ विभिन्न टेक्निकहरू पनि चाहिँ प्रयोग गरेको छ। जस्तै त्यसमा चाहिँ वातावरणीय प्रभाव मूल्याङ्कन भन्ने छ, प्रारम्भिक वातावरण परीक्षण भन्ने छ। र यसले चाहिँ कुनै पनि विकास निर्माणको कामहरू, कुनै पनि उद्योग धन्दाहरू चाहिँ खोल्नुभन्दा अगाडि त्यो ठाउँमा चाहिँ कुनै किसिमको प्रभाव पर्छ कि पर्दैन भनेर चाहिँ
यो चाहिँ जाँच्ने एउटा चाहिँ टुल्सको रूपमा लिएको छ भने यदि कसैले वातावरण स्वच्छ वातावरणलाई चाहिँ असर पर्ने गरिकन प्रदूषण हुने गरिकन अथवा कुनै पनि वातावरणमा प्रभाव पर्ने किसिमको कुनै कार्य गर्यो भनेदेखि त्यसलाई सजायको पनि व्यवस्था गरेको छ, कैदको पनि व्यवस्था गरेको छ। त्यस कारणले गर्दाखेरि हामी के भन्न सक्छौँ भन्दाखेरि यो विकास क्रम चाहिँ ऐतिहासिक रूपमा नै भएको छ र इतिहासबाट भएको छ र आजको मोडल एजमा पनि के भएको छ भन्दाखेरि चाहिँ यो विकास क्रम अझै जारी छ। त्यस कारणले गर्दाखेरि हाम्रो वातावरण संरक्षणको विकास नेपालको सन्दर्भमा हेर्ने हो भने यो धर्म कर्मबाट सुरु भएर कानुनसम्म र सर्वोच्च अदालतको फैसलासम्मलाई हेर्न सकिन्छ, यो भित्र पर्छ। वास्तवमा जलवायु परिवर्तनको विषयमा कुरा गर्ने भए यो त के हो भन्दाखेरि चाहिँ यो विश्वव्यापी समस्या हो। यसलाई हामी क्रस कटिङ इस्यु पनि भन्छौँ र अहिलेको दुनियाँमा हरेक देशले चाहिँ काम गरिरहेको छ, कुरा गरिरहेको छ भने त्यो हो जलवायु परिवर्तनको न्यूनीकरणको विषय। हामी मिटिगेसनको विषय भन्छौँ, अनुकूलनको विषय भन्छौँ र अर्को न्यूनीकरणको विषय, दुईवटा विषय लिन्छौँ होइन। अब नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालमा 2063 सालको संविधानमा जलवायु परिवर्तनको कुनै नाम निशानै थिएन, शब्दै थिएन कि। र 2076 सालको वातावरण संरक्षण ऐन आउनुभन्दा अगाडि जलवायु परिवर्तन कुनै कानुनमा लेखेको थिएन। खालि 2067 सालमा यो जलवायु परिवर्तन नीति आएको थियो होइन। र यसरी हेर्दाखेरि नेपालको सन्दर्भमा के रहेछ त भनेर हेर्ने हो भने जलवायु परिवर्तनका केही एक्सन प्लानहरू बनेको थियो 2010मा, सन् 2010मा र 2011मा क्लाइमेट चेन्जको एक्सन प्लानहरू नेपाल सरकारले बनाएको थियो। त्यो भनेको के हो भन्दाखेरि त्यसलाई जलवायु परिवर्तनलाई रोक्नको लागि केही महत्त्वपूर्ण चाहिँ कार्यहरू चाहिँ स्थानीय क्षेत्रमा गर्ने भनेर, तर नेपालमा कानुनमा व्यवस्था छैन। त्यस कारणले गर्दा मैले चाहिँ 70 सालमा एउटा मुद्दा दर्ता गरेँ कि जलवायु परिवर्तन सम्बन्धी नेपालमा कानुन छैन, तर जलवायु परिवर्तनको कारणले ठुलो असर नेपालमा छ। जस्तै कहिले कुनै पनि चाहिँ यो चाहिँ तालहरू फुट्छ होइन, र अहिले चाहिँ बढी गर्मीको तापक्रमको कारणले गर्दाखेरि धानबालीहरू सुक्छन्, पानीहरू सुक्छ, पानीको मुहानहरू सुक्छ। त्यसको चाहिँ दायित्व चाहिँ अब संसारलाई लिए भनेर चाहिँ हामीहरूले अर्को देशलाई हाम्रो पानीको मुहान सुक्यो भनेर भन्नु त मिलेन। त्यस कारणले त्यो राज्यले त्यसको दायित्व लिनुपर्छ भनेर चाहिँ मैले सम्मानित सर्वोच्च अदालतमा चाहिँ मुद्दा दर्ता गरेँ कि के भनेर भन्दाखेरि हामीसँग उत्तरदायीपूर्ण चाहिँ जलवायु परिवर्तनको कानुन छैन, त्यो कानुन बनाउनु भनेर चाहिँ मुद्दा दर्ता गरेँ। त्यो मुद्दा चाहिँ 74 सालमा फैसला भयो। तर 74 सालमा फैसला भयो दुईका कारण देखा। एउटा त नेपालमा 2053 सालको चाहिँ वातावरण संरक्षण ऐनमा जलवायु परिवर्तन सम्बन्धी कानुनै छैन, शब्दै छैन। त्यस कारणले अपर्याप्त भएको हुनाले छुट्टै जलवायु परिवर्तन ऐन बनाउनु भनेर चाहिँ आदेश गर्यो होइन सम्मानित सर्वोच्च अदालतले। अब त्यो बमोजिम चाहिँ कार्यान्वयन नगरेको कारणले मैले धेरै फलोअप गरेँ र 2076 को चाहिँ त्यो कानुन त्यो फैसलाले चाहिँ के गर्यो भन्दाखेरि जम्मा 5 वटा चाहिँ नयाँ चेन्ज गरेर लिएर आयो। एउटा जलवायु सम्बन्धी विषयवस्तुको एउटा परिच्छेद छुट्टै बनाएर चाहिँ वातावरण संरक्षण ऐन 2076 नयाँ आयो। त्यहाँ जलवायु परिवर्तन व्यवस्थापनको छुट्टै च्याप्टर आयो, नियावलीमा छुट्टै च्याप्टर आयो, अनि वन ऐनमा छुट्टै च्याप्टर आयो र नियावलीमा छुट्टै च्याप्टर आयो र 67 सालको चाहिँ नीतिलाई परिवर्तन गरेर 76 सालमा चाहिँ नयाँ जलवायु परिवर्तन नीति आयो। त्यस कारणले गर्दाखेरि हाम्रो कानुनी व्यवस्था चाहिँ के भयो भन्दाखेरि अब हामी कानुनको रूपमा जाँदैछौँ है। हामीले कानुन बनायौँ भनेर दुनियाँलाई, संसारलाई हामी भन्नु सक्ने अवस्था भयो। र अहिले जलवायु परिवर्तन सम्बन्धी संसारमै अहिले संसारमा जम्मा 65 वटा देशका सर्वोच्च अदालतबाट फैसला भएको छ। जसरी मैले चाहिँ यहाँ नेपालमा चाहिँ मुद्दा दर्ता गरेँ र विश्वको जम्मा 65 वटा देशको सर्वोच्च अदालतले कानुन बनायो भनेर चाहिँ फैसला भएको छ। र केही चाहिँ आफ्नो सरकार आफैले पनि कानुन बनाएको अवस्था छ। तर त्यस कारणले गर्दाखेरि यो समस्या समाधान कानुन बनाएर हुने होइन। यसको समस्या भनेको विश्वका सबैजना मिलेर कार्यान्वयन गर्यो भने चाहिँ के हुन्छ भने यसको समाधान हुन्छ। त्यस कारणले हरेक वर्ष जलवायु परिवर्तनको विषयमा छलफल गर्नलाई कोप
को मिटिङ हुन्छ, संसारभरिका मान्छे 1 लाखजना मान्छे भेला हुन्छ, म पनि गएको छु हैन त्यो भेलामा, र त्यहाँ चाहिँ 15 दिनसम्म छलफल हुन्छ र त्यसको चाहिँ के गर्ने त संसारमा भनेर, जस्तै यसको पेरिस एग्रिमेन्टको कुराहरू 2015 पेरिस एग्रिमेन्टको कुराहरू, अनि केटो प्रोटोकल चाहिँ 1997 को कुराहरू पनि यसमा आउँछ। यो दायित्वको कुराहरू भए। त्यस कारणले गर्दा नेपालले यो पोल्युसनको कारणले गर्दाखेरि जलवायु परिवर्तन गर्ने न्यून छ, तर न्यून भएर पनि हामीलाई चाहिँ बढीभन्दा बढी चाहिँ असर परेको छ। त्यो असर परेको कारण हामी देख्छौँ। जतिखेर पानी पर्ने बेला त्यतिखेर पानी पर्दैन, जतिखेर पानी पर्दैन त्यतिखेर पानी पर्छ, जुन बेला घाम लाग्नुपर्ने घाम लाग्दैन, जुन बेला घाम नलाग्नुपर्ने त्यतिखेर घाम लाग्छ। त्यस कारणले यो कारणले गर्दा हाम्रो चाहिँ जुन जीवन चक्र र कृषि प्रणाली नै फरक अवस्थामा गएको छ। त्यस कारणले यसलाई हामीहरूले चाहिँ अब हामीहरूले चाहिँ अनुकूलन पनि हुनुपर्ने छ हामी सबैजना हैन। अनुकूलन भनेको अब हामी हिजो 22 डिग्रीमा मात्रै हामी बस्न सक्छौँ भन्नेले अब म 32 डिग्रीमा पनि म बस्न सक्ने हाम्रो जिउलाई बनाउनु पर्ने छ हैन। त्यस कारणले अर्को त जस्तै जाडो कुरा आउँछ। जाडो हिजो हामी चाहिँ 5 डिग्री थियो जाडोमा बस्न सक्थ्यौँ भने अब हामी चाहिँ 1 डिग्रीमा पनि बस्न सक्नुपर्ने चाहिँ हाम्रो चाहिँ हुन्छ। यसलाई हामीले अनुकूलन भन्ने कुरा हुन्छ। न्यूनीकरण भनेको हामीले रुख बिरुवा रोपेर, वन जङ्गल रोपेर, त्यसपछि हामीले चाहिँ इन्डस्ट्रीमा चाहिँ पोल्युसन नगरेर, हामीले बढीभन्दा बढी चाहिँ इलेक्ट्रोनिक गाडी चलाएर हामीले त्यसलाई न्यूनीकरण गर्ने हो। अनुकूलन चाहिँ तपाईँ हामी चाहिँ कसरी चाहिँ बाँच्ने त? हामी 50 डिग्री हुँदा पनि यो पृथ्वीमा बाँच्नु परेको छ। अब नभए हाम्रो चाहिँ जीवनै समाप्त हुन्छ। जस्तै वन्यजन्तुहरू यो कुरालाई चाहिँ मान्दैनन्, उनीहरूलाई थाहै छैन। त्यस कारणले गर्दा डाइनोसर नेपालबाट गयो नि त हैन, विश्वबाटै गयो, नेपालबाट हैन, विश्वबाटै डाइनोसर अब छैन भनेपछि हरेक दिन वातावरणको कारणले, जलवायु परिवर्तनको कारणले हजारौँ चाहिँ के अरे यो जन्तुहरू छन् हाम्रो चाहिँ घस्रिने, हिँड्ने, उड्ने, यो चाहिँ लोप भइरहेछ संसारबाट। त्यस कारणले यसको चाहिँ हामीले अनुकूलन हुनुपर्छ भन्ने कुरा हो। नेपालमा वन्यजन्तु संरक्षण कानुन भन्नाले हामी चाहिँ के भन्छौँ भन्दाखेरि चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029लाई हामी हेर्नुपर्ने हुन्छ। त्यसको नियमावलीलाई हामीले चाहिँ हेर्नुपर्ने हुन्छ। त्यो विषयवस्तुलाई हामीहरूले कसरी लिन सकिन्छ भनेर भन्दाखेरि कानुन त छ। जस्तै त्यो कानुन चाहिँ कसरी हेर्न सकिन्छ भनेर भन्दाखेरि हामीले जहिले पनि कानुनी व्यवस्थालाई हेर्दाखेरि कति बलियो छ भनेर चाहिँ हेर्नुपर्ने हुन्छ। जस्तै वन्यजन्तु संरक्षण ऐन कानुनमा कस्तो छ भने यदि संरक्षित गरेर राखेको यदि वन्यजन्तुहरू छ भने त्यो वन्यजन्तुहरूलाई कसैले पनि मार्नु पाउँदैन, त्यसलाई पक्रिनु पाउँदैन, त्यसलाई नियन्त्रण गर्न पाउँदैन हैन। यदि कसैले त्यसलाई नियन्त्रण गरेको चाहिँ अवस्थामा त्यसलाई चाहिँ के अरे कानुनी रूपमा चाहिँ त्यसलाई कारबाही गर्न सकिन्छ। जस्तै उदाहरणको लागि चाहिँ जस्तै कसैले गैँडा मार्यो, कसैले हात्ती मार्यो, कसैले केही गर्यो अथवा त्यसलाई चाहिँ असर पुर्यायो भनेदेखि त्यसलाई चाहिँ सरकारवादी मुद्दा लगाएर चल्छ। त्यसको त 5 वर्षदेखि 15 वर्षसम्म कैदको व्यवस्थाहरू छ हैन। एउटा त्यो संरक्षित भए। त्यसपछि वन्यजन्तुहरूमै अर्को चाहिँ संरक्षित नगरिएको, जस्तै बाँदरको कुरा गरौँ न हैन। सामान्य बाँदरहरू त संरक्षित हुँदैन। जस्तै कति कुराहरू चाहिँ हाम्रो चाहिँ त्यो चाहिँ साइटेजको सूचीमा चाहिँ राखिएको हुँदैन। त्यो कारणले गर्दा तिनीहरूको पनि कानुनी व्यवस्था छ। तिनीहरूको चाहिँ के अरे तिनीहरूलाई बाँदर मार्यो भनेदेखि त्यो चाहिँ त्यसलाई हाफ सजाय हुने व्यवस्थाहरू छ। त्यस कारणले गर्दा हाम्रो कानुनी व्यवस्था हेर्दा चाहिँ लामो कानुनी व्यवस्थाहरू छ हैन। त्यसलाई कानुनी दण्ड सजायको व्यवस्थाहरू छ। त्यो कारणले गर्दाखेरि हामीहरूले यसलाई चाहिँ हाम्रो कानुनी व्यवस्थाहरू हेर्दा मलाई के लाग्छ भने जस्तै अघि मैले कुरा गरेँ नि 5 वर्षदेखि चाहिँ 15 वर्षसम्मको कुरा गरेँ। यो चाहिँ ग्याप चाहिँ धेरै लामो भयो कि यसले गर्दा चाहिँ जस्तै 5 वर्ष सजाय गरे पनि हुन्छ, 15 वर्ष गरे हुन्छ, किन चाहिँ 10 वर्ष गर्नु हैन, किन 9 वर्ष गर्नु? यो कारणले गर्दाखेरि हाम्रो चाहिँ अलिकति चाहिँ यो चाहिँ वन्यजन्तुको संरक्षणको कानुनी व्यवस्था चाहिँ अझ परिमार्जित गर्नुपर्ने छ जस्तो लाग्छ मलाई। राष्ट्रिय संरक्षण गरिएको जति पनि चाहिँ क्षेत्रहरू छ नि त्यो चाहिँ कति ठाउँमा चाहिँ बस्ती नै उठाएर त्यो चाहिँ राष्ट्रिय निकुञ्ज बनाइएको छ हैन। त्यसको वरिपरि बस्ने तपाईले जस्तै बफर जोनको कुरा गर्न सकिन्छ। यसमा हामीले चाहिँ हरेक राष्ट्रिय निकुञ्जको वरिपरि बफर जोनको रूपमा चाहिँ 2 किलोमिटर 3 किलोमिटरसम्म बफर जोन राखिएको छ हैन। कुनै ठाउँमा चाहिँ 500 मिटर पनि छ।
अनि त्यहाँनिर समुदायहरूको चाहिँ जुन दायित्वहरू छ, समुदायको चाहिँ दायित्व के पर्छ भन्दाखेरि त्यहाँबाट चाहिँ राष्ट्रिय निकुञ्जबाट चाहिँ विभिन्न संरक्षित वन्यजन्तुहरू निक्लिन्छ। हेर्नुहोस्, त्यो वन्यजन्तुहरूलाई संरक्षण गर्ने, वन्यजन्तुहरूको चाहिँ लाई नमार्ने, वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने चाहिँ अवेरनेस गर्ने, अथवा त्यहाँ आउने चाहिँ जति पनि पाहुनाहरू छ, पर्यटनको रूपमा आउने पाहुनाहरूलाई चाहिँ त्यसबाट संरक्षित रहने, आफू सुरक्षित रहने सिकाउने कुरो पनि एउटा कुरो आउँछ। र अर्को कुरो त समुदायले फाइदा लिने भनेको एउटा त त्यो वरिपरि बसेर चाहिँ राष्ट्रिय निकुञ्जलाई अवलोकन गरेर पनि फाइदा लिनु सक्छ। र समुदायको फाइदा चाहिँ कहाँनिर हुन्छ भनेर भन्दाखेरि बेला बेलामा राष्ट्रिय निकुञ्जले भित्र रहेका जति पनि काठहरू छ, लडे पडेका काठहरूलाई चाहिँ र त्यहाँ रहेका घाँस पतिङ्गरहरूलाई पनि उठाउनको लागि चाहिँ दिएको हुन्छ। त्यो समयभित्र दिएको कुराहरूलाई चाहिँ उसले लिनु सक्छ फाइदाको रूपमा। र अर्को त त्यसको वरिपरि बस्ने समुदायले यो चाहिँ टुरिस्टलाई चाहिँ के गर्नु सक्छ भने त्यो क्षेत्रमा ल्याएर आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छ। त्यस कारणले गर्दा त्यो पर्यटन व्यवसायको माध्यमले पनि समुदायलाई चाहिँ महत्त्वपूर्ण आर्थिक पाटोबाट चाहिँ उपलब्धि हुन्छ, त्यहाँनिर चाहिँ सहभागी गराउन सकिन्छ जस्तो लाग्छ मलाई। जस्तै हामी सार्वजनिक विषयवस्तु हामी सर्वोच्च अदालतमा उठाएर सार्वजनिक सरकारका विषयवस्तुहरूलाई चाहिँ वातावरण संरक्षणका विषयहरू चाहिँ उठाएर लिएर जान्छौँ। यदि हामीले त्यस्तो विषयवस्तु नउठाउने हो भने जति पनि चाहिँ निर्माण गर्न खोजिएको कारणले गर्दा वातावरण संरक्षणमा असर पर्ने कुराहरूलाई चाहिँ अदालतसम्म नपुग्ने भएको कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि त्यहाँ वातावरणीय क्षति हुन जान्छ। जस्तै कुनै पनि चाहिँ के अरे चाहिँ संरक्षण गर्नुपर्ने क्षेत्रलाई त्यहाँ विकासको कारणले त्यसलाई चाहिँ हामीले बिगार्ने अवस्था छ भनेदेखि त्यो नबिगार्नको लागि चाहिँ सम्मानित अदालतमा सार्वजनिक सरकारको विषय लिएर गयौँ भनेदेखि त्यो संरक्षण हुन्छ। जस्तै हामीले नदीलाई हामीले बिगार्ने गरिकन चाहिँ हामीहरूले चाहिँ यदि कुनै पनि इन्डस्ट्री बन्दैछ भनेदेखि जलविद्युत इन्डस्ट्री बन्दैछ भने अथवा चाहिँ के अरे चाहिँ त्यहाँ वरिपरिको गाउँ बस्ती डुब्दैछ भने अथवा प्रत्यक्ष असर चाहिँ हुँदैछ भने हामी सार्वजनिक सरकारको रूपमा चाहिँ सर्वोच्च अदालतमा चाहिँ गयौँ भने के हुन्छ भन्दा ती कुराहरू चाहिँ बच्छन्, ती कुराहरू संरक्षण गरेछ। त्यसको उदाहरणको रूपमा चाहिँ तपाईँ निजगढ विमानस्थललाई हेर्नु न, निजगढ विमानस्थल सरकारले बनाउने भनेर भन्यो, त्यहाँ 26 लाख रुख काट्ने भनेर भन्यो। 26 लाख रुख काटेर चाहिँ त्यहाँ सहर बसाउने भन्यो। म समेतले मुद्दा दर्ता गऱ्यौँ, त्यहाँ त्यसरी रुख काट्नु हुँदैन, त्यहाँ एयरपोर्ट बन्नुपर्छ, तर रुख काटेर एयरपोर्ट बनाउने होइन, थोरै रुख काट्नु पर्यो। 26 लाख रुख काटेर सहर बनाउनु हुँदैन भन्ने प्रश्न उठायौँ। सम्मानित सर्वोच्चले हो यसरी चाहिँ रुख काटेर सहर बनाउनु हुँदैन भनेर चाहिँ बदर गरेको अवस्था छ। त्यस कारणले सार्वजनिक रूपमा गएको कारणले गर्दाखेरि वातावरण संरक्षणमा ठुलो टेवा पुर्याएको छ। अन्तर्राष्ट्रिय कानुन चाहिँ के हो भन्दाखेरि नि यदि नेपाल सरकारले सही गरेको हुन्छ भने त्यो पक्ष राष्ट्रिय हुन्छ। र हाम्रो नेपालको कानुन जस्तै सन्धि ऐन 2049ले के भन्छ भन्दाखेरि नेपालले पक्ष भएर सही गरेको जति पनि सन्धिहरू छ, चाहे वातावरणसँग के अरे चाहिँ महासन्धिहरू होस् होइन, अथवा अन्य सन्धिहरू, यो जुनसुकै सन्धि पनि कानुन सर नेपालको कानुन सर लागू हुनुपर्छ भन्ने चाहिँ व्यवस्था छ। त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ हामी के गर्छौँ भन्दाखेरि यदि नेपालको कानुनले वातावरण संरक्षण गर्नको लागि कुनै पनि चाहिँ कानुन छैन भने हामी त्यो अन्तर्राष्ट्रिय सन्धिको चाहिँ कानुनलाई पक्रेर हामी चाहिँ के गर्छौँ भन्दाखेरि सर्वोच्चमा मुद्दा दर्ता गर्नलाई पनि हामी सक्छौँ। जस्तै यो चाहिँ जैविक विविधता सम्बन्धी 1992को चाहिँ हाम्रो चाहिँ महासन्धि होइन, हाम्रो रियो डिक्लेरेसन, हाम्रो चाहिँ के अरे चाहिँ वनसँग सम्बन्धित भएको चाहिँ वन प्रिन्सिपलको कुराहरू, यी सबलाई पनि हामी त्यहाँ लगेर चाहिँ हामी त्यहाँ कोर्टमा प्रस्तुत गर्छौँ, हामी दाबी गर्छौँ र त्यसबाट चाहिँ अन्तर्राष्ट्रिय कानुनको चाहिँ महत्त्व र अन्तर्राष्ट्रिय कानुनको कारणले गर्दाखेरि नेपालमा कानुन छैन, तर चाहिँ हाम्रो सन्धिमा चाहिँ त्यो महासन्धिमा चाहिँ नेपालले पक्ष राष्ट्रिय भएर सही गरेको छ भने हामी त्यसलाई पनि कानुन सर मान्न सक्ने भएको हुनाले अन्तर्राष्ट्रिय चाहिँ कानुनको अन्तर्राष्ट्रिय सन्धिहरूको त्यत्तिकै महत्त्व छ जति नेपालको कानुनमा छ। वन्यजन्तुको जुन कानुन छ नि त्यो 29 सालमा बनेको, त्यो 29 सालमा बनेको कानुनलाई परिमार्जन गर्नुपर्ने छ।
त्यसको चाहिँ कैद व्यवस्थालाई परिवर्तन गर्नुपर्ने छ। त्यसको दण्ड जरिमानालाई चाहिँ त्यसलाई चाहिँ परिवर्तन गर्नुपर्ने छ। जस्तै 29 सालमा 10,000 रुपियाँको चाहिँ ठुलो महत्त्व थियो, तर आज 10,000 रुपियाँको चाहिँ कम महत्त्व छ नि होइन। 29 सालमा एउटा कर्मचारीको तलब भनेको महिनामा 200 रुपियाँ हुन्थ्यो। आज एउटा शाखा अधिकारीको तलब कति हुन्छ भन्दाखेरि चाहिँ लगभग 49,000सम्म पुग्छ। यही मैले खालि उदाहरण दिएको। त्यस कारणले गर्दा हाम्रो कानुनमा चाहिँ त्यो अनुसार दण्ड जरिमाना चाहिँ परिवर्तन गर्न सकिन्छ। जस्तै यो चाहिँ कैद व्यवस्थालाई पनि हामीले चाहिँ परिवर्तन गरेर अझ बढाउनु पर्ने छ। किन भन्दाखेरि धेरै पहिला के थियो भन्दाखेरि नि हाम्रो उमेर चाहिँ 35-40 वर्षमै मान्छे मर्थे अरे क्या। त्यस कारणले त्यतिखेर चाहिँ 10 वर्ष 20 वर्ष पनि कैद त धेरै हुन्थ्यो नि त। अब आज हाम्रो उमेरको चाहिँ अहिले चाहिँ टेन्टेटिभ हेर्ने हो भने के देखिन्छ भन्दाखेरि 80 वर्षको चाहिँ होइन सम्मको देखिन्छ भने त्यसलाई हामीले चाहिँ त्यसलाई अहिले 15 वर्ष मात्रै भन्यौँ भनेदेखि के हुन्छ भने त्यो सान्दर्भिक हुँदैन। 29 वर्षमा 15 वर्ष होला, अहिले आएर त्यसलाई त 25 वर्ष बनाउन सकिन्छ होला नि त होइन। त्यस कारणले गर्दाखेरि यो 5 वर्षदेखि 15 वर्ष होइन नि त। यसलाई त हामीले चाहिँ 20देखि 25 वर्ष बनाउनु पर्छ भन्ने हुन्छ। त्यस कारणले कानुन चाहिँ परिवर्तन गर्नुपर्ने छ र यदि कानुन परिवर्तन भएन भने चाहिँ यही कानुनले चाहिँ अब चाहिँ के अरे चाहिँ वन्यजन्तुको संरक्षण गर्न सकिँदैन र वनस्पतिहरूको पनि संरक्षण गर्न सकिँदैन जस्तो लाग्छ मलाई। जो नयाँ हुनुहुन्छ उहाँहरूले विषयगत रूपमा अध्ययन राम्रोसँगले गर्नुहुन्छ। त्यो गरेको अध्ययनलाई त्यसलाई युटिलाइज गर्नु पर्यो होइन। र नयाँ जति कानुन व्यवसायीहरू हुनुहुन्छ उहाँले आफ्नो आफ्नो विषयमा त काम गर्नु सक्नुहुन्छ, तर वातावरणको संरक्षणको विषयमा पनि काम गर्नु होला भन्ने मेरो सजेसन हो। किन भन्दाखेरि यो वातावरण संरक्षणको विषय भनेको हामी सबैको आवश्यकताको विषय हो, हामी मानवको आवश्यकताको विषय हो। र यदि वातावरण संरक्षण भएन भने हामी जिउन सक्दैनौँ, हामी बाँच्न सक्दैनौँ, हामी राम्रोसँगले काम गर्न सक्दैनौँ। अब त्यति मात्रै नभएर यदि वातावरण संरक्षणको विषयमा हामीले कुरा गऱ्यौँ न र यो काम गऱ्यौँ न भनेदेखि हाम्रो वन्यजन्तु वनस्पतिहरू हामी जोगाउन सक्दैनौँ, हाम्रो नदीनालाहरू जोगाउन सक्दैनौँ र विकासलाई वातावरण मैत्री बनाउन सक्दैनौँ। त्यस कारणले यो कुरोमा चाहिँ अहिलेको यङ जेनेरेसनका जुन लयरहरू हुनुहुन्छ उहाँहरू पनि योतिर आइदिनु भयो भने देशैभरिबाट नयाँ इस्युहरू उठाउन सक्नुहुन्छ होइन, नयाँ विषयको चाहिँ वकालत गर्न सक्नुहुन्छ। र त्यो विषयवस्तुलाई चाहिँ यदि सरकारले मानेन भनेदेखि त्यो कुरोलाई नयाँ कानुन व्यवसायले चाहिँ अदालतसम्म ल्याएर प्रवेश गराइदिनुहोस् है होइन। अहिले त हाम्रो कानुन त सर्वोच्च अदालतमै आएर चाहिँ रिट हाल्नुपर्छ भन्ने छैन। त्यो त जिल्ला अदालतमा पनि हामी के चाहिँ केही मुद्दाहरू जिल्ला अदालतमा पनि हाल्न सकिन्छ, हाइकोर्टमा हाल्न सकिन्छ, कति चाहिँ मुद्दाहरू चाहिँ हामी चाहिँ यो चाहिँ पालिकामा पनि दर्ता गर्न सकिन्छ। त्यस कारणले जिल्लामा बस्ने चाहिँ यङ लयरहरूलाई यो वातावरण संरक्षणको चाहिँ सवालमा तपाईँहरू आफ्नो क्षेत्रमा बसेर चाहिँ निरन्तर काम गर्नु होला। त्यसले हाम्रो व्यवसाय, हाम्रो स्वास्थ्य, हाम्रो मानव जगत, हाम्रो प्राणी जगत, हाम्रो वनस्पति र समग्र वातावरण, समग्र पृथ्वीलाई चाहिँ संरक्षण हुन्छ भन्ने जस्तो लाग्छ मलाई।